हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म आज चाहिँ साँझ पख आफ्नै घरको बरन्डामा एउटा राम्रो एउटा सानो ठाउँमा पनि एउटा यस्तो स्पेसल ठाउँमा मैले एउटा गमलाहरू राखेर गार्डन बनाएको छु है। त्यो तपाईँहरूलाई म देखाउन गइरहेको छु र तपाईँहरूले पनि यदि तपाईँहरूको ठाउँमा घरमा सानो एउटा ठाउँ छ र त्यसलाई राम्रोसँग एउटा फुल राखेर गार्डन बनाउन चाहनुहुन्छ भने यसरी नै मैले जसरी बनाउनु होला। म चाहिँ आफ्नो एउटा सानो ठाउँमा अगाडि बार्दलीमा एउटा सानो गार्डन बनाएको छु। कस्तो छ मेरो गार्डन हेरिदिनु होला। ल गार्डन सुरु हुन्छ यहीँबाट है। अब टक्क लाएर सरर रातिको समय टक्क भिडियोले राम्रो क्वालिटी दिन नसक्ला। अनि यो चाहिँ अब भ्याकुते फुल हो गाइजहरू। फुलहरू चाहिँ यो जिरेनियम, बगनबेली, जिरेनियम, पिटोनिया, कालिन्चो, विभिन्न प्रकारका छन्। लाउरे फुल भन्छ, कतै कर्कले फुल। अनि फेरि यहाँ चाहिँ मेन स्पेसल देखाउनु लागेको दिस यो के हो साथीहरू, कमेन्ट गरिदिनुहोस् त ल के होला यो विशेष। यो चाहिँ हाम्रो तरकारी वा फलफुल भनौँ कि के भनौँ यसलाई। अब खरबुजाको बोटो है। यो चाहिँ मेरो स्पेसल छ है, राम्रो भएर आइसकेको छ। खरबुजा पनि बवाल भएको छ है साथीहरू। अब मैले चाहिँ टक्क लाएर खतरा बनाएको छु। ल हेर्नुहोस्, बवाल छ है गार्डन। ल वहाँ माथि भ्याकुते फुल फुलिरहेको छ, माथि डाँडामा आगो लागिरहेको छ। वहाँ लिगली कोट छ, टक्क नेपालको सबभन्दा ठुलो झन्डा उहाँ माथि पनि छ। फेरि साथीहरू यता पनि छ मेरो है, यता पनि छ इन्डोर प्लान्ट हो। यो चाहिँ ह्याङ्गिङ प्लान्ट पनि भनिन्छ। त्यसपछि माथि यसरी 4 स्टेप छ। मैले इँटा राखेर टक्क लाएर 4 स्टेप बनाएको छु है। त्यसलाई चाहिँ स्टेप त्यसरी राख्दाखेरि राम्रो देखिन्छ। त्यसपछि यति सानो बरन्डामा पनि गमला राखेर चट्ट लाएर तपाईँहरूले पनि सुन्दर एउटा गार्डन बनाउन सक्नुहुन्छ। टक्क लाएर माथिबाट सलक्क यस्तो टक्क लाएर हेरिराम्रो जस्तो लाग्छ। बिहान बेलुका टक्क फुल फुल्दाखेरि राम्रो हुन्छ। ल तपाईँहरूले पनि विभिन्न प्रकारको फुलहरू छन् है। फुलहरूको नाम त खासै आउँदैन है। मैले यहाँ भर ल्याउँदै सार्दै गरे हो। यसरी टक्क लाएर यहाँ बस्ने, यहाँ बसेर टक्क लाएर चिया खाएर यो फुलको सुगन्धमा हेरेर मनोरञ्जन लिन सकिन्छ है। बिहान बेलुका म चाहिँ त्यही गर्छु। टक्क लाएर यताको भ्युज है, यताबाट यताको भ्युज वहाँ लिगलीकोट नेपाल एकीकरणको उद्गम बिन्दु लिगलीकोट डाँडाबाट ट्याक्क यहाँ चाहिँ फुल हेरेर डाँडाको मनोरञ्जन लिनुपर्छ भन्दै आजको ब्लग बन्द गर्छु। अर्को ब्लगमा भेट्ने बाचा गर्छु। धन्यवाद।